जो आत्तेका थिए तिनीहरूले बेचे सिद्धि त्यही त सपोर्टमै छ नि त हैन सर नमस्कार नमस्कार सर र सियारामको नाममा यो 1200 को पोइन्टमा लगाएर सिन्धु उठाइएको छ के होला सर सिन्धुको राम्रै हुन्छ अनि यो आरएलएफएलमा पनि इन्ट्री भइएको थियो सर के भयो यो त घट्यो त के भयो सर म आरएलएफएलमा छैन हजुर ए सरले अस्ति अलिकति उठाउनु भएको सुनेर यसो गरिएको थियो सरको के छ सर अब आरएलएफएलमा हुनुहुन्न कि क्या हो सर ए हुन्छ सर जय सियाराम बढी आइडिया भएन हजुर अहिले हजुर हजुर राम्रै हुन्छ के हुन्छ हस् हजुर यो गेस्टहरू देखिरहेको छैन है सर गुड आफ्टरनुन म बसेको ठाउँमा चाहिँ गुड मर्निङ छ त्यही भएर मलाई भन्न अलिकति टाइम लाग्यो कि मेरो नाम चाहिँ सुशील मैले हजुरलाई अरू प्लेटफर्महरुमा पनि मेसेज गरिरहेको हुन्छु प्रोबेबली हजुरले नोटिस गर्नुभएको छैन छैन हजुर सरलाई अलिकति टाइम 2-4 मिनेट लिएर कुरा गर्नु मिल्छ सर अहिलेको लागि यो सब मलाई धेरै समयपछि मलाई अहिले हेर्दा बोल्नलाई ठ्याक्क मलाई मौका मिलिरहेको छ एक दुईटा कुरा सोध्छु क्या मैले यसरी यो हामीले के यो मार्केट अप्सनमा एमकेटीमा ट्रान्ज्याक्सन गरिरहेको हुन्छ नि सर हजुर हजुर यो एमकेटीमा ट्रान्ज्याक्सन गर्दाखेरि क्या त्यो बाई गर्दाखेरि अनि सेल गर्दाखेरि यो कसरी चाहिँ यो जस्तै बाई गर्दाखेरि त धेरै ब्रोकरबाट आइराखेको हुन्छ नि त आफूलाई हजुर अनि तर त्यो हामीले फ्लोट सिटमा कसरी एनालाइसिस गर्ने के भन्नुभयो बाई गर्दाखेरि के कसरी एनालाइसिस गर्ने भन्नाले जस्तै हामीले एमकेटीमा हामीले कुनै कति खाइराखेको हुन्छौँ नि त तर बाई ब्रोकर एउटा देखिन्छ अनि सेल ब्रोकर पनि एउटा देखिन्छ नि तर धेरै सेल ब्रोकरबाट आइराखेको हुन्छ नि त हामीलाई त त्यो चाहिँ हामीले कसरी थाहा पाउने हो त्यो चाहिँ आउँछ त फ्लोर सिटमा आउँछ त कति नम्बरले फाल्यो के फाल्यो भनेर आउँछ त तर जस्तै अब हामीले फाल्यौँ हैन अब 10,000 किता हामीले अहिले फालिराखेको छौँ अनि एउटा ब्रोकरबाट त मल्टिपल ब्रोकरमा गइराखेको हुन्छ नि त तर त्यहाँनिर चाहिँ एउटा ब्रोकरलाई मात्र गएको देखाउँछ के बल्क ट्रान्ज्याक्सन मात्र के भन्नुभएको अहिले साथी के सिक्न खोज्दै हुन्छ यसमा पनि व्यस्त छु हैन हजुरको क्वेसन नै बुझ्न गाह्रो भयो मलाई ए हुन्छ सर ल म त्यो बाइक अर्को क्वेसन सोध्छु है त हजुर हजुर भन्नुस् न एकैछिन है सर अनि यो सर सुन्नु न यो हाम्रो ब्रोकर चेन्ज गरेर बाई अथवा सेल गरेको हुन्छ नि त्यो ब्रोकर चेन्ज गरेर बाई सेल गर्दाखेरि चाहिँ सबै त्यो डिम्याटमा भएको सबै के अरे जुनसुकै स्क्रिप्टहरू पनि चेन्ज गर्नुपर्छ हैन आफै चेन्ज हुन्छ नि यदि तपाईले त्यो डिम्याट चेन्ज गर्नुभयो भने हैन डिम्याट त चेन्ज हैन कि सिर्फ ब्रोकर मात्र चेन्ज के त्यो लिंक्ड डिम्याट हुन्छ नि त्यो चाहिँ तपाईको उतातिर लग्यो भने त्यो अटोमेटिकली भइदिन्छ के त्यही भन्नु सबै स्क्रिप्ट आउँछ हैन त्यो त एउटा पार्टिकुलर मात्र लिएर आउँछ यता भन्न मिल्दैन नि हैन सबै आउँछ हजुर सर तपाई यस्तो बच्चा जस्तो क्वेशन नगर्नु न सबै कुरा पढेर आउनुस् के हैन मैले यो पढेको छु मलाई एकैछिन दिनु न म यो धेरै समयपछि मैले एक दुईटा कुराहरु एनालाइसिस गर्दै छु त्यही भएर हो के मैले यो कुरा थाहा भए पनि मलाई अलिकति कन्फर्मेसनको लागि हो के अनि अर्को कुरा सोध्न खोजेको सर मैले जस्तै यो हाम्रो
एउटा ब्रोकर अथवा दुईटा ब्रोकरबाट कन्स्ट्यान्टली एकोमोडेसन भइराखेको हुन्छ। जब एक्सिलरेसनमा गएको हुन्छ अनि अर्को ब्रोकरबाट चाहिँ फ्रिक्वेन्ट बाई सेल भएको हुन्छ, त्यो चाहिँ कसरी किन हुन्छ सर? यो क्वेसनहरुको कुनै आन्सर थोरै छ, कुनै आन्सरै छैन तपाईँको क्वेसनहरुमा है। त्यही त मैले यो क्वेसन सोध्नु नसोध्नु जस्तो पनि लागिरहेको थियो। म यो कुराहरू धेरै एनालाइसिस गरिरहेको छु अनि त्यही भएर हो सर। तपाईँको क्वेसन अलिकति रिलेभेन्ट लागेन जस्तो लाग्छ मलाई है। हुन्छ सर, थ्याङ्क यू सर। दर्शन हजुर। हजुर त आज सिन्धु लिँदा हुन्छ होला? हुन्छ हजुर। ए हस्, थ्याङ्क यू दादा, त्यही सोध्नलाई। हेलो हजुर नमस्कार। नमस्कार हजुर सर, यो सिन्धुको के हुन्छ सर आज? 2000 भयो हजुर। आज आज त बढ्छ सर नि? बढ्नु पर्ने हो सर। आरामै हुन्छ सर? आरामै छु हजुर। सिन्धु 1200-1300मै लिएको सर, अब माथि जान्छ जाँदैन हो सिन्धु सर? जान्छ होला मजाले। एक हप्ता लाग्छ सर? हामी त 6-7 महिनाको लागि खेलिरहेको छौँ। अब हजुर 1-2 हप्ताको लागि खेल्दै हुनुहुन्छ भने आफ्नो हिसाबले हेर्नु होला है। कहिले भन्नु? नमस्ते। नमस्ते सर, एनएफएस लिएको थिएँ, घटेको घटै छ, के गर्ने सर? कति हो किन्नु भयो? 1155 मा। 1155 मा हजुर। त्यो छोड्नु सर, के गर्नु? के गर्दा राम्रो हुन्छ सर? शिफ्ट गर्दा राम्रो हुन्छ हजुर। राम सर। जय श्री राम हजुर। सन्चै बुझिन्छ त? सन्चै छु हजुर। सर, खालि सिन्धुको कुरा चलिरहेको छ, म चाहिँ ग्रिन डेभलपमेन्ट लिएर बसिरहेको छु। के छ ग्रिन डेभलपमेन्टको? पोजिटिभ नै छ। यत्रो हिजो पनि झरेको थियो, आज पनि झरेको थियो, तर पोजिटिभै देखिरहेको छ। एक महिना जति भयो होला, 2000 देखि खस्केको माथि अब लानु पर्यो सर। यसो अल टाइम ब्रेक हाई गर्ला सर? हेर्नु समयको कुरा हो, हुन्छ भन्ने अहिले भन्न है। होइन, त्यो त ठिकै हो सर। हजुरको लाइभ चाहिँ म सधैँ हेर्छु। एक हप्तादेखि जिएलडिबीको कुरै सुन्नै पाएको छैन, त्यही भएर भनेको आज छिरामन जिएलडिबीको कुरा पनि गरौँ भनेको। जिएलडिबीको बारेमा केही भनिदिनु पर्यो सर। माथि बाइक छ 1600 प्लसको। एकुमुलेट गर्दा हुन्छ है सर? सर, ताण्डव पनि अब देखाइदिनु पर्यो हाम्रो ग्रिन डेभलपमेन्ट 4वटा स्क्रिप्टमा। देखाइरहेको छ त्यो ताण्डव हेरिराख्नु। मार्केटले देखाएपछि ठिकै छ, हाम्रो स्क्रिप्ट पनि देखाइदिनु पर्यो सर। दाइ, यो सबैभन्दा बढी कुरा सिन्धुकै हुन्छ। सबैभन्दा बढी पनि सिन्धु नै घटिरहेको, खास यो कारण चाहिँ के हो? यो कुरा आएर कुरा गर्ने र यताबाट फाल्ने मान्छेहरू थुप्रै छन् कि। ठिक छ, अहिले आज एउटा राम्रो कुरा भएको छ। माथिने मान्छेहरूले फालेपछि माथि जानु सजिलो हुन्छ।
हो त यो धेरै दिन भयो कि यो अब 1100 देखि अब त्यही 1300 1100 त्यही नै चलिरहेको अहिलेसम्म होइन अब 24 अङ्कलले बजार क्रास भइसक्यो है 25 अङ्कलले ओहो सम्पत्ति सर एनएफएसबाट निस्किनुबाट हुन्छ एनएफएस निस्किँदा हुन्छ हजुर अब खेलाडी छैन एनएफएसमा लास्टै लसमा छ सर त्यही भएर सुन्नु नभए लसमा छ नि त को फाइदा भयो हजुर यो खालो हजुर क्या हो सर मार्केट तल पो झऱ्यो त झर्नु दिनु